व्यवस्थापन तालिमका अध्यक्ष शिव भट्टराईज्यू, प्रमुख अतिथि सुन्दरहरिचा नगरपालिकाका प्रमुख केदारप्रसाद गोराज्यू, अतिथि कार्यपालिका सदस्य रूपमणि घिमिरेज्यू, कार्यपालिका सदस्य आनन्द ढुङ्गाज्यू र यहाँ उपस्थिति हुने सम्पूर्ण सुन्दरहरिचा नगरपालिकाको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक नमस्कार गर्न चाहन्छु। र आज हामीले सुन्दरहरिचा नगरपालिकाको सहयोगमा जुन सहकारी तालिम आज 5 दिनको तालिम भइरहेको छ र यो तालिम लिइरहँदा सहकारीलाई कसरी व्यवस्थित तरिकाले लाने भन्ने विषयमा आज 5 दिनको तालिम जुन सुन्दरहरिचा नगरपालिकाको सहयोगमा र हाम्रा जनचर्चा टाइम्स मिडियाको आयोजकमा यो तालिम हुँदैछ र यो तालिम धेरै वर्ष अगाडिदेखि नै गर्ने भन्दै पोहोर हामीले बजेट छुट्याउँदा र बजेट विनियोजन गरिरहँदा नगरमा बजेट तपाईँ हामीले तिरेको करबाट नै हामीले बजेट विनियोजन गर्नुपर्ने हुन्छ र केही बजेटहरू रकमको अभावले गर्दा पोहोर हामीले कतिपय तालिमहरू गर्न सकेनौँ र यसपालि हामीले सहकारीलाई कसरी व्यवस्थित तरिकाले लानुपर्छ भनेर यो तालिमलाई नै महत्त्वपूर्ण राखेर यो तालिम यसपालि हामीले सञ्चालन गरिराखेका छौँ र जुन सहकारीको तालिम अहिले गरिरहँदा कतिपय सहकारी अहिले चुनौतीको विषयमा पुगेको छ र म उपप्रमुख भइरहँदाखेरि कतिपय सेयर सदस्यहरूले हाम्रो पैसा डुबिरहेको छ, हाम्रो सहकारीमा गएर अनुगमन गरिदिनु न भन्ने कुराहरू आइरहँदाखेरि एकैचोटि जनताको नजिकको सरकार नै स्थानीय सरकार हो, जनताको पहुँचको सरकार। त्यस कारणले हामीले एकैचोटि सहकारीले कसरी व्यवस्थापन गरेर लान सकिन्छ, पहिला तालिम दिलाएर मात्रै हामी अनुगमनमा जानुपर्छ भनेर हामीले एक किसिमको छलफल पनि गरेर यो तालिमलाई महत्त्वपूर्ण राखेका छौँ। अब यो तालिम दिलाइसकेपछि अब कुन सहकारीमा हामी अनुगमन जानुपर्छ भन्ने त्यसपछि हामी हिँड्नेछौँ र अहिले हाम्रो सुन्दरहरिचा नगरपालिकामा 76 वटा सहकारीहरू रहेको छ र 76 वटा सहकारी मध्येमा जुन साधारण सभाको प्रतिवेदन अहिले हाम्रो नगरपालिकामा 19-20 वटा सहकारीको मात्र आएको छ। यो किन यो चुनौतीको विषय भइरहेको छ? हामीले जुन नगरपालिकामा दर्ता भएको सहकारीहरूले आफ्नो वर्षभरिको साधारण सभा गरेर प्रतिवेदन पेश्नको लागि किन कन्जुसाइ गरिरहेको छ सहकारीहरूले, त्यो एउटा चुनौतीको विषय हो। अब हामीले अनुगमन गर्ने क्रममा हामी त्यस्तो सहकारीहरू भेटेछौँ भने हामी त्यस्ता सहकारीहरूलाई फेरि कानुनको दायरामा ल्याउनेछौँ भनेर पनि म यहाँहरूलाई जानकारी दिन चाहे। यो उपप्रमुखको अनुगमनको डिपार्ट भएकोले गर्दाखेरि तपाईँहरूलाई यो पनि म जानकारी दिइराखेका छौँ र आज जुन सहकारीहरूले तालिम अहिले सुन्दरहरिचा नगरपालिकामा उपमिस चलाएको सहकारीहरू जम्मा 28 वटा मात्रै रहेको छ र 76 वटा सहकारी मध्येमा उपमिसमा आउनुपर्ने सहकारीहरू यो किन आइरहेको छैन, यो दुःखको कुरो हो। त्यस कारणले यो स्थानीय सरकार भनेको जनताको पहुँचमा बस्ने सरकार हो। त्यस कारणले कुनै पनि सेयर सदस्यको रकमहरू हिनामिना नहोस् र हामी जुन महँगी ब्याजबाट हामी मुक्त भएका छौँ, सहकारीले नै कति सहज ब्याजमा जुन जनतालाई हामी ऋण दिइराखेका छौँ र त्यसमा हामी समयमा ब्याज तिर्न सकेनौँ भने यो पनि एउटा चुनौतीको कुरो हो। समयमा हामी कसरी ब्याज तिर्न सक्छौँ, कसरी के गर्न सक्छौँ, त्यसैले आजको यो सहकारी व्यवस्थापन तालिम राखेका छौँ। लगभग 40 जना मैले पत्र हेरे अनुसार चाहिँ 40 जना हामीले मागेका थियौँ। लगभग मलाई लाग्छ यहाँ 40 जना छैन होला। अब आउने क्रम पनि समय छ, आउनुहुन्छ होला।
तर जहाँसम्म लाग्छ मलाई आयोजक कमिटीलाई पनि 40 जनाभन्दा पनि बेसी आयो भने पनि सहभागी गराइदिनको लागि पनि म अनुरोध गर्न चाहन्छु र नगरपालिकाले गर्ने सहयोग हामी तपाईहरुलाई सहयोग गर्नेछौँ भन्दै आजको यो कार्यक्रम र मलाई लाग्छ प्रशिक्षकजी पनि सायद मलाई चिन्नु भएन सँगै हामी गोलाखा पनि गएका थियौँ सायद चिन्नु भयो होला अहिले हाम्रो पनि एउटा सहकारी विभागबाट नै म आएका हुँ हामी म उहाँलाई पनि यो सहकारीलाई कसरी हाम्रा यहाँ उपस्थित हुनुभएका सहकारीका कर्मचारीज्यूहरू व्यवस्थापक सञ्चालक समितिका पदाधिकारीज्यूहरू लेखा समितिका पदाधिकारीज्यूहरूलाई कसरी सहकारीले एकदम व्यवस्थित तरिकाले लानुपर्छ भनेर उहाँले शिक्षा दिएर अवश्य मलाई विश्वास छ लानु नै हुनेछ भन्ने विश्वास राख्दै आजको यो कार्यक्रमको पनि म सफलताको शुभकामना दिँदै म यहाँबाट बिदा हुन चाहन्छु। हस्त धन्यवाद, नमस्कार।